चाहिँ आज त्यही म रन्जुत रेसिपीबाट मैले चाहिँ आज कुखुराको मासुको रेसिपी लिएर आएको छु। हजुरहरूले हेरिदिनु होला। मैले चाहिँ सबैभन्दा सुरुमा लसुन अदुवा केलाएँ। अब यसलाई चाहिँ म पखालेर मिक्सरमा पिस्छु। मैले कुखुराको मासु सँगसँगै लसुन चाहिँ पखालेर र कुखुराको मासु पनि पखालेर रेडी पारेँ। अब म पकाउँछु, हेर्दै जानु होला है त। कराई बसाइसकेँ र म चाहिँ प्रायः किटको कराईमा पकाउँछु माछा मासु अनि जस्तो फ्राई हुने चिज चाहिँ त्यहाँ चाहिँ एकदम राम्रो हुन्छ। र मैले त्यहाँ चाहिँ कराई तातिसकेपछि तोरीको तेल हाल्छु। जुनै तेलमा पनि पकाउँदा मिठो चाहिँ हुन्छ, तरै पनि तोरीको तेल जस्तो मिठो चाहिँ अरू हुँदैन। तोरी पनि यो चाहिँ कस्तो खाले तोरी भन्नुहुन्छ भने त्यो अचारको लागि राखेको बिचमा राखेको हुन्छ नि, त्यस्तो खाले तोरीको तेल हो यो चाहिँ है। त्यो बास्ना अलिक मनपर्ने भएकोले गर्दा यतिको भइसकेपछि म तेजपत्ता हालिदिन्छु। हुन त सुटमेल दालचिनी पनि हाल्न सकिन्छ, तर हामीलाई चाहिँ यो यति नै राम्रो मनपर्ने भएकोले गर्दा तेजपत्ता लगाएँ। तर मैले चाहिँ हामीले यही मनपर्ने भएको कारणले तेजपत्ता मात्रै लगाएँ। अनि त्यस पछाडि मैले अघि प्याज चाहिँ काटेको देखाइनँ रहेछु, प्याज पनि हाल्छु। अब तेजपत्ता दालचिनी हजुरले जुन जुन मनपर्छ त्यो लाउँदा हुन्छ, तर मैले चाहिँ तेजपत्ता मात्रै लगाएँ। र अब म प्याज हाल्छु। मासु आदि पाकेपछि लाउने चलन चाहिँ छ है। हामीले बच्चामा मेरो मम्मी हजुरआमाहरू पनि त्यस्तै गर्नुहुन्थ्यो। जस्तो पछि आयो भने चाहिँ बनाउने लसुन अदुवा बनाउनु भएको कारणले सुरुमै तेलसँग प्याजसँग भुक्यो भने चाहिँ त्यसको बास्ना लसुन र अदुवाको बास्ना हराउने भएकोले गर्दा हराउने भन्नाले बास्ना त आउने, तर अलि राम्रो त्यस्तो खासै लसुनको नबनाउने भएको कारणले गर्दा पकाएको हो प्याजसँगै होइन। अब यो यतिको भएर अलि रातो गोल्डन ब्राउन हुनेसम्म पकाउँछु, हेर्दै जानु होला। लसुन अदुवा चाहिँ यतिको चाहिँ भइसकेपछि जस्तो पानी छुटो, अब तेल छुटो नि त अब के अरे मसलाबाट। अनि त्यस पछाडि चाहिँ गोल्डन ब्राउन भइसकेपछि चाहिँ मैले अब म चाहिँ फेरि टमाटर राख्छु है। किनभने टमाटर अगाडि राख्यो भने चाहिँ कलर पनि राम्रो आउने हुन्छ, ग्रेभी पनि हुन्छ। टमाटर अगाडि राख्यो भने मासु पाक्दैन भन्ने कुरा हुन्छ, तर मासु पाक्छ मजाले पकायो भने। त्यस कारणले गर्दा म चाहिँ अब टमाटरको पेस्ट राख्छु। त्यस पछाडि मासु चाहिँ भरे मात्र राख्छु। राखेर फेरि चलाउँछु सबैलाई। अघिको अदुवा लसुन प्याज अब यसरी पकाउँछु। सँगसँगै यो के अरे जिराको धुलो हालेँ। त्यसपछि मैले मिट मसला राखेँ। त्यसपछि बेसार पनि राख्छु। यो सबै हामीसँग त्यसरी चलाउँछु म चाहिँ राम्रोसँगले सबै मसला मिसाउँदै। अनि लास्टमा पनि म अरू मसला हाल्छु। कुन मसला हाल्छु भन्दा चाहिँ हजुरहरूले लास्टसम्म हेरेर यति मसला त लाएन होइन। अब एउटा इम्पोर्टेन्ट अथवा बास्ना मिठो आउने मसला पनि हाल्छु, हेरेर जानु। मैले यहाँ मिट मसला जिराको धुलो मिक्स मसला हालिसकेँ। यतिको भन्दा अलिक पाकेपछि म मासु हाल्छु है त। र मसलालाई तेलले छोड्दै गएपछि मैले कुखुराको मासु पनि हाल्छु। हेर्नु त मैले राम्ररी चलाउँछु सबै मसलाहरू मिक्स गरेर। अनि ती चलाइदिइसकेपछि यसमा मैले नुन पनि राख्छु है त। आफ्नो स्वाद अनुसार पनि मजाले मिक्स गर्छु है त। काँचुवा कराई फोर बसेदेखि यतिको भएर मिक्स गरिसकेपछि चाहिँ मैले पनि हजुरहरूलाई भनेको थिएँ नि, कुनै पनि चिजको चाहिँ मजाले पाको भने त्यसले तेल छुट्छ। तेल जुन चिज पकाइएको छ त्यो चिजबाट चाहिँ तेल छिटो भएर पाकेको हुन्छ भन्ने बुझिन्छ है। अनि यो चाहिँ पुरै हेर्नुहोस् त तेल मासुलाई तेल छुटिसकेको छ।
त्यसपछाडि अब म चाहिँ अघि मैले भनेको थिएँ नि एउटा मसला जुन हजुरहरूले किन्नु भनेको त्यो मसला लगाउँदैछु है। त्यसपछि अब जुन त्यो अघि तपाईँहरूले मसला कुन भन्नुहुन्थ्यो नि, मैले भनेको थिएँ नि मसला चिन्नुभन्दा लु हालेँ चिन्नु है त, मसला हालेँ है मैले। अब यो पाकेर लगभग रेडी भयो। अब म एकैचोटि एकछिनमा देखाउँछु। फाइनली रेडी भयो र मेरो रेसिपी कस्तो लाग्यो